Hello everyone. So आज चाहिँ we are going on marriage ceremony of विशाल दाजु and शिवानी. अहिले चाहिँ भर्खर हामी माथि उकालो चढ्दैछौँ हो. अनि यहाँ अलिकति लेट भएर मम र सिस्टर चाहिँ अगाडि हिँड्नु हुँदैछ. हामी दुई चाहिँ पछि पछि आउँदैछ. हेर्नुहोस् हेर्नुहोस् मिठाई खान्छ बहिनी? ल मिल्की बार ल दुईजनालाई मैले मिल्की बार किनिदिएको. So this is the church, Beraka House of Worship, and here's the invitation. Vishak and Sunaina Purushika. आउने बित्तिकै ट्याक्सीमा लागिहालेँ. जामेसी ब्रो जामेसी हामीको त यो हाल्दैन. कहाँ हाल्नु? यहाँ के हो प्याजी खोइ. ओके हामीको त यो डाल्दैन अलिकति. जामेसी बडा सुप तातो तातो पकौडा लिएर गएँ है. म चाहिँ राहुलले बनाएको स्पेसल भनेर राहुल डाल्न हाले. And finally, it's my turn to have some snack or refreshment. Oh, no, me too. No. Thank you. Sandwich apa ya? Itu lah. Sugar yang kalau aja. Ayo सक्यो. Pohon liko dia. यता सुपमा चाहिँ हुनुहुन्छ मेरो आन्टी. सुपमा चाहिँ जयमसी. चियामाले हुन्छ बढी. अब ट्याक्सीमा हुनुहुन्छ सुक्री अङ्कल. जयमसी बजु. उहाँ चाहिँ हाम्रो ग्रुम हुनुहुन्छ. एउटा
फ्यामिलीमा बिहा हुनु यी छोराछोरी आज कति भाग्यमानी जवान छोराछोरी हो हजुरले यही लालसा गर्नुहोस् है यही लालसा गर्नुहोस् म पनि एकजना छु एक समयमा एउटा छोरीले डिटर्मिनेसन गरेको थिएँ ठाउँमा म यस्तो ध्यान गर्छु म जानिनँ त्यो छोरी कहाँ गएको छ के भयो तर यो छोरीले जब पनि देखिदिए विवाहमा म पनि यस्तै बिहा गर्छु जानिनँ के कसो पनि अब हामी अब विवाहको कार्यक्रम अघि बढ्छौँ दुलादुलीले आफैलाई रूपसँगले उपस्थित गरिसकेको छ फेरि पनि जति पनि आउनुभएको महानुभावहरू दुलीको फ्यामिलीको मेम्बर्स दुलाको फ्यामिलीको मेम्बर्स इष्टमित्र साथीभाइ यो आउनुभएको छ हजुरहरूलाई मेरा अभयकन मेरा तर्फबाट हजुरलाई यस विवाहमा आइदिनु भएको निम्ति मण्डलीको प्रियजनहरूलाई टाढा दिन स्वागत गर्छु अब हामी विवाहको कार्यक्रम अघि बढ्छौँ बाबाले भन्छ त्यहाँ दिन हेर्न नसकिरहेको छ दुश्मनी थिए प्रभु यीशु मसीहको द्वारा त्यहाँ मिलाप आयो भनेर बाइबलले लेखेको छ त्यस्तो कुरो छ पक्का कुरो हो नि रिलिजन डिभाइस होइन रिलिजन जो छ नि हामी देखिरहेका छौँ हाम्रै देशमा इन्डियामा यो रिलिजनहरू कहाँ डिभाइड गरेको छ देशमा परमेश्वरको धार्मिकता जो प्रभु यीशु ख्रिस्टको माथिको विश्वासको द्वारा विश्वास गर्ने विश्वास गर्ने सबैको लागि हो र सबैमाथि आउँछ सबैमाथि लागि हो सबैमाथि आउँछ किनभने त्यहाँ कुनै भिन्नता छैन परमेश्वर पुत्र पनि सबैको परमेश्वर हुनुहुन्छ सबै जातिको परमेश्वर हुनुहुन्छ सारी इजरायलको परमेश्वर मात्र होइन तपाईँलाई सबैको परमेश्वर उहाँ हुनुहुन्छ है यसको यहाँनिर क्लियर कट छ 23 मा पढिदिनुहोस् किनकि सबै